न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पौडेल विरुद्ध उजुरी रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्? लुम्बिनी प्रदेश सभा सदस्य रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी। सरकारलाई सुनिल शर्माको कडा प्रश्न, अलिकति पनि दया लाग्दैन, हृदय छैन। काङ्ग्रेसका महामन्त्री गगन थापा बाघझैँ गर्जिए, सबैमाथि छानबिन गरौँ, आफ्नै मान्छे दोषी देखिए भए चुइक्क नबोलौँ। इरानमाथि अमेरिकी आक्रमणपछि पाकिस्तानको प्रतिक्रिया, क्षेत्रीय अस्थिरताको खतरा बढ्यो। इरानमा प्रयोग गरिएको बङ्कर बस्टम बम के हो त? यसबारेमा पूरा जानकारी। दर्शकबिन नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ देश विदेशबाट नेपाल खबर युट्युब च्यानल। तपाईहरुलाई हार्दिक स्वागत छ हाम्रो युट्युब च्यानलमा। यदि तपाई नयाँ हुनुहुन्छ, हामीसँग अझै पनि जोडिनु भएको छैन भने कृपया आजै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो मेहनतको लागि एउटा लाइक पनि अवश्य गर्न नबिर्सनुहोला र हाम्रो भिडियो सामग्री कहाँबाट हेर्नुभयो कमेन्टमा गएर जानकारी गर्न पनि नबिर्सनुहोला। अब लागौँ आजको पहिलो विशेष खबरतर्फ। नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्माले सरकारले बजेट विनियोजनमा विभेद गरेको बताएका छन्। प्रतिनिधि सभामा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद शर्माले 5 जिल्ला बाहेक अरू जिल्ला नेपालका होइनन् भनेर सरकारलाई प्रश्न गरेका छन्। 5वटा जिल्ला मात्र नेपाली नागरिक हुन् त? 72 जिल्लाका मान्छे नेपाली नागरिक होइनन्? तपाईहरुलाई अलिकति पनि दया लाग्दैन, उनले भनेका छन्। उनले अगाडि भनेका छन्, आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरेर समन्वयिक बनाउन पनि आग्रह गरेका छन्। त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूका लागि भत्किएको कुलो अलिकति बनाइदिए पनि हुन्थ्यो, सिँचाइका लागि एउटा बोइङ गाडी दिए पनि हुन्थ्यो भन्ने लाग्दैन। म तपाईलाई भन्न चाहन्छु, नगरप्रति उत्तरदायी हुने हृदय छ कि छैन? उनले अगाडि भने, तपाईहरूको देशको मन्त्री नेता हो कि देशको एउटा सानो झुन्डभित्रको? तपाईहरू एक्लै चुनाव जितेर आएको हो, त्यसो भए गठबन्धनको आवश्यकता किन? अब यही 4-5 जिल्लामा मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले भयो त? उनले भनेका छन्। अब लागौँ अर्को खबरतर्फ। सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल विरुद्ध संघीय संसदको संसदीय सुनवाई समितिमा उजुरी परेको छ। न्याय परिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेलको नाम प्रस्ताव गरेको हो। उनी विरुद्ध टिभी कार्कीको नामबाट समितिमा उजुरी परेको हो। उनको उजुरी निवेदन समितिको 21 नम्बरमा दर्ता भएको छ। जेठ 27 गते बसेको न्याय परिषदको बैठकले पोखरेलको नाम प्रस्तावित गरेको थियो। उजुरी निवेदनमा पोखरेल न्यायाधीश हुन नै अयोग्य भएको दावी गरिएको छ। कार्कीले पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले तथ्य र प्रमाणसहित सहकारी ठगीमा पूर्वपक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले उनी अदालतको आदेश नमानी अदालतको फैसला विरुद्ध उभिएको भनेका छन्। त्यस्तै अधिवक्ता पोखरेल गत जेठ 23 गते राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा गएर रवि लामिछानेलाई थुनामा पठाएको विषयमा छलफल गर्न गएको पनि निवेदनमा उल्लेख रहेको छ। एउटा पार्टी कार्यालयमा हालेको अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कतिको सान्दर्भिक हो, कतिको नैतिकता अथवा अनैतिक हो, प्रश्न चिन्ह उठेको छ। उनले निवेदनमा उल्लेख गरेका छन्, यसरी वरिष्ठ अधिवक्ता जस्तो व्यक्तिले कुनै पार्टी कार्यालयमा गएर आरोपितको पक्षमा बोल्नु अदालतको आदेशको अवज्ञा हुने गरी मन्तव्य राख्नु कतिको सुहाउँदो कुरा हो। सुनवाई समितिले सर्वोच्च अदालतमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेल सहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापा तथा न्याय परिषद प्रस्तावित सदस्य महेश कुमार नेपालको संसदीय सुनवाई प्रक्रिया गत जेठ 31 गतेबाट सुरु गरेको छ। अब लागौँ अर्को खबरतर्फ। जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पूर्जी जारी भएको छ। रायमाझी विरुद्ध पर्सा जिल्ला अदालतबाट गत जेठ 16 गते पक्राउ पूर्जी जारी भएको हो। त्यस यता सांसद रायमाझी फरार रहेका छन्। पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कोषमा उनी विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिइन्। यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले असार 3 गते बर्दिया प्रहरीलाई एक पत्र लेख्दै सुमनलाई पक्राउ गरी बुझाइदिन आग्रह गरेको छ। सुमन बर्दियाकी भएकाले प्रहरीले सम्बन्धित जिल्लाको प्रहरीलाई पत्राचार गरेको छ। आशा कुमारी चौहानको जाहेरी अनुसार सुमन बैंकिङ सम्बन्धी कसुर मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरी तथा उनको घर खानतलासी गरी जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाउन पनि आग्रह गरेको छ। जनमत पार्टीका प्रदेश सभा सदस्य रायमाझीले सोही पार्टीको नेतृत्व आशा कुमारीसँग 5,50,000 रुपियाँ सापट लिएका थिइन्। रकम फिर्ता दिने ग्यारेन्टीका साथ प्रदेश सभा सदस्य रायमाझीले 2081 भदौ 7 गते 2,75,000 रुपियाँको चेक अनितालाई दिएका थिइन्, तर त्यो साट्न जाँदा चेक बाउन्स भएको थियो। यसबारे सुमनलाई पटक आफूले जानकारी गराएको उनले बताउँदै आएका छन्।
यता जनमत पार्टी सदस्य दलका नेता चन्द्रकेश गुप्ता सिकेले पक्राउ पूर्जी जारी बारे आफूले पनि मिडियाबाट थाहा पाएको बताएका छन्। पछिल्लो समय उहाँ खासै पार्टीको सम्पर्कमा हुनुहुन्नथ्यो, पक्राउ पूर्जी बारे जानकारी थिएन। यता बर्दियामा प्रहरी प्रवक्ता चन्द्रकुमार पालले पक्राउ पूर्जी बारे इमेल अझै आइ नपुगेको बताएका छन्। अब लागौँ अर्को खबरतर्फ। इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको पछिल्लो आक्रमणप्रति पाकिस्तानले गहिरो चिन्ता व्यक्त गरेको छ र सैन्य आक्रमणको कडा निन्दा गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले इरानका 3 प्रमुख आणविक स्थलहरूमा अमेरिकाले गरेको सैन्य आक्रमणको कडा निन्दा गर्दै आधिकारिक विज्ञप्ति जारी गरेको छ। विदेश मन्त्रालयले भनेको छ कि इरानले सार्वभौममाथिको यो आक्रमण क्षेत्रीय शान्ति र स्थिरताको लागि गम्भीर खतरा हो। पाकिस्तानले इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको पछिल्लो आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ कि आक्रमणहरू पहिले नै चलिरहेको इजरायली कार्यहरूको अंश हुन् र यसले क्षेत्रमा तनाव र हिंसालाई अझ बढाउन सक्छ। पाकिस्तानको विश्वास छ कि यो अवस्था मध्यपूर्व मात्र नभई सम्पूर्ण विश्वको शान्ति र स्थिरताको लागि खतरनाक रहेको छ। इरानलाई आत्मरक्षाको अधिकार छ। अमेरिकाले संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेको छ। पाकिस्तानले स्पष्ट रूपमा भनेको छ कि आक्रमणहरूले अन्तर्राष्ट्रिय कानुनमा सबै नियमहरू र संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन गरेका छन्। इरानलाई आफ्नो रक्षा गर्ने पूर्ण अधिकार छ र यसमाथि हुने यस्ता आक्रमणहरूलाई कुनै पनि हिसाबले जायज ठहराउन सकिँदैन। यो अन्तर्राष्ट्रिय नियमहरू विरुद्धको खतरनाक कदम हो। विज्ञप्तिमा पाकिस्तानले सबै देशहरूलाई आम नागरिकहरूको जीवन र सम्पत्तिको सम्मान गर्न र युद्ध जस्तो कार्यहरू तुरुन्तै बन्द गर्न अपील गरेको छ। साथै सबै पक्षहरूलाई अन्तर्राष्ट्रिय कानुन विशेष गरी मानव अधिकार कानुनको पालना गर्न सल्लाह दिएको छ। पाकिस्तानले जोड दिएको कि वर्तमान सरकारको समाधान संवाद र कूटनीति मात्र सम्भव छ। यसको लागि संयुक्त राष्ट्र सङ्घको बडापत्रको सिद्धान्तहरू पालना गर्न आवश्यक रहेको छ। अब लागौँ अर्को खबरतर्फ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले संसदबाट एउटा शक्तिशाली छानबिन आयोग बनाएर 2046 साल पछाडि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित जेएनजी पुस्ता र लोकतान्त्रिक विचार विषयक छलफल कार्यक्रममा उनले नेपाली काङ्ग्रेसका मान्छेले उक्त आयोगले भनेका कुरालाई केही नभनी मान्छु भनेर पटक आँट गर्ने हो भने बल्ल यो जेनेरेसनका मान्छेले काङ्ग्रेसलाई विश्वास गर्ने बताएका छन्। उनले अगाडि भनेका छन् 2046 सालको जनआन्दोलनपछि नेपाली काङ्ग्रेस पार्टी सत्तामा आएको हो। सत्तामा आएपछि वडादेखि केन्द्रको सत्तासम्म जसले जिम्मेवारी लिएका छौँ वा सांसद भएका थियौँ, मन्त्री भयौँ, वडा अध्यक्ष भयौँ, मेयर भयौँ, उनीहरू सबैका लागि एक शक्तिशाली छानबिन आयोग बनाउन लागौँ। आयोगमा देशले पत्याएको मान्छे छानौँ, कुनै पार्टीको भागभण्डा नगरी मान्छे छानौँ र त्यो मान्छेलाई 2046 साल पछाडि काम गरेका जिम्मेवारीमा बसेका प्रत्येक नेताको सम्पत्ति छानबिन गराउन लगाउँ। छानबिनको दायरामा जे परे पनि काङ्ग्रेसले चुइक्क विरोध नगरौँ। आयोगले जे भन्छ त्यही कुरालाई मानौँ। यस्तो कामको आँट गरियो भने मात्र नयाँ जेनेरेसनले काङ्ग्रेसको कुरा सुन्छ। यस्तै उनले नयाँ पुस्ताहरूलाई पार्टीमा भएका नेताहरू चरम भ्रष्ट भएको कारणले देशको अवस्था राम्रो नभएको भन्ने छाप परेको पनि बताएका छन्। उनले भने अहिलेका नयाँ उमेर समूहका व्यक्तिलाई के लाग्छ भने नेपाल आजको दिनमा ग्रेजुएसनको अवस्था छ, गएगुजेरको अवस्था छ। यो अवस्थामा पुर्याउने काम नेपालका पार्टीहरूले नै गरेका हुन् भन्ने ठानेका छन्। के कारणले यस्तो भएको हो भन्दा नेताहरू चरम भएको कारणले हो भन्ने लागेको छ उनले भनेका छन्। अब लागौँ अर्को खबरतर्फ। इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङटनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल बङ्कर ब्लस्टर बमहरू प्रयोग गरेको छ। ती बमहरूमा पहाडको गहिराइमा निर्मित र इजरायलको एक हप्ताभरको आक्रमण अछुत रहेको फोर्डोलाई क्षति पुर्याउने वा नष्ट गर्ने सबैभन्दा राम्रो मौकाको रूपमा व्यापक रूपमा हेरिएको थियो। आधिकारिक ब्रिफिङ अघि अपरेसनका बारेमा छलफल गर्न नाम नछाप्ने शर्तमा बोल्दै एक अमेरिकी अधिकारीले आइतबारको आक्रमणमा तिनीहरूको प्रयोगको पुष्टि गरेका छन्। अमेरिका मात्र यी हतियारहरू खसाल्न सक्षम सेना हो र शनिबार एसियातर्फ B-2 स्टेल्थ बम वर्षकहरूको आगमनले अमेरिकाको स्वाभाविक गतिविधिको सङ्केत गरेको थियो। इजरायली नेताहरूले राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो एक हप्ता पुरानो इरान विरुद्धको युद्धमा सामेल हुने आएको आशालाई लुकाएका थिएनन्। यद्यपि उनीहरूले साइट नष्ट गर्न ब्याकअप योजनाहरू पनि रहेको सुझाव दिएका छन्। फोर्डोमा कतिको क्षति भयो भन्ने कुरा आइतबार बिहान